हेलो नमस्ते एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज हामी उनको स्वेटर मुभीको प्रमोसनको लागि डान्स प्र्याक्टिस गर्दैछौँ। सिद्धार्थ चोकमा रहेको पोखरा कला केन्द्रको चाहिँ आज बोर्ड रेडी हुँदैछ। यहाँ चाहिँ सबै कल्चरल ड्रेसहरू भाडामा पाउँछ, सबैजना आउनु होला। अनि हाम्रो यहाँ भाइ बहिनीहरू डान्सको लागि रेडी हुँदैछन् अनि म चाहिँ यहाँ छु। अनि हामी पोखरा कला केन्द्रलाई सम्झेर इन्भाइट गर्नुहुने हाम्रो प्रचारको दाइ आशिष पुरी दाइलाई चाहिँ थ्याङ्क यू भन्न चाहन्छु। यहाँ हाम्रो भाइ बहिनीहरूले चाहिँ हाम्रो उनको स्वेटर मुभीको लागि चाहिँ डान्स प्र्याक्टिस गर्दै हुनुहुन्छ। लेक साइडमा रहेको हलन चोकमा हाम्रो प्रोग्राम थियो। हामी सबैजना त्यहाँ पुग्यौँ अनि हाम्रो साथमा हुनुहुन्छ हाम्रो बहिनीहरू अनि त्यसपछि हाम्रो म्याम। अनि यहाँ भाइ बहिनीहरू एकदम धेरै एक्साइटेड हुनुहुन्थ्यो। त्यही बेलामा हाम्रो विपिन दादाको पनि आगमन भयो। हाम्रो विपिन कार्की दाइको एक्टिङ मन पराउने म मात्र हो कि अरू सबैजना हुनुहुन्छ? हेर्नु न, दाइलाई देखेर सबैजना एकदम एक्साइटेड भएका थियौँ कि त्यो टाइममा। अनि मेरो दाजु चाहिँ यस्तो हम्बल पर्सन है, सबैजनाको आँखामा बस्न सफल हाम्रो विपिन कार्कीज्यूको पनि आगमन भएको थियो। साथसाथै हाम्रो पोखराको मौसे गुरुङ दाजु पनि आउनुभएको थियो। एकदमै राम्री मोडल परीक्षा पनि आउनुभएको थियो। यस्तो राम्रो सारङ्गी बजाउनु भयो कि सबैजनाले चाहिँ एकदम रमाइलो लागिरहेको थियो। मान्छेहरू पनि बिस्तारै बिस्तारै धेरै आउँदै हुनुहुन्थ्यो। उनको स्वेटर प्रिमियममा चाहिँ हाम्रो पारस र हाम्रो परीक्षा एकदमै राम्रो नाच्नु भएको थियो। उहाँहरूको डान्स देखेर सबैजनाले रमाइराख्नु भएको थियो। कस्तो राम्री भएर आउनुभएको हिरोइन पनि। अनि हाम्रो पारसलाई त भन्नै परेन, एकदम मल्टी ट्यालेन्ट पर्सन है। अनि हामी पनि के कम है, हामी पनि यस्तो कम्मर भाँची भाँची नाच्यो। म र विपना चाहिँ एकदमै रमाइलो भएको थियो। हाम्रो यो प्रिमियम सोमा हाम्रो डान्स देखेर सबैजना रमाइलो लागिरहेको थियो। अनि लास्टमा चाहिँ हाम्रो सुजन चापागाई आउनुभएको थियो। उहाँ चाहिँ यो गीतको सबै गीत चाहिँ उहाँले गाउनु भएको रहेछ। यस्तो राम्रो गीत गाउनुभयो कि उहाँको फ्यान त सबैजना फ्यान हुनुहुन्छ नि त। अनि हाम्रो सुजन चापागाईको गीत पनि यस्तो राम्रो छ कि उनको स्वेटर मुभी हेर्न सबैजना जानु होला। धन्यवाद।